नमस्कार, अपन समाचारमा स्वागत छ। सुरुमा मुख्य समाचार। प्रधानाध्यापक श्राफको हत्यामा संलग्न 5 जनालाई सार्वजनिक गरियो। मुख्य योजनाकार पूर्व प्रेमिका राधा गुप्ता। कक्षामा अध्ययनरत छात्रालाई 1 घण्टाका लागि मधेसको शिक्षा मन्त्री बनाइयो। राष्ट्रिय सभाको निर्वाचन माघको दोस्रो हप्तासम्ममा गर्ने गरी निर्वाचन आयोगको तयारी। गाजाको जलबिया शरणार्थी शिविरमा विस्फोट, 50 जना भन्दा बढीको मृत्यु। र प्यालेस्टाइनको गाजासँग जोडिएको इजिप्टको रफाह सीमा पहिलो पटक खुला गरियो। इमानदारिताको साथ मेहनत गरेपछि फल त पक्कै पाइन्छ। इमानदारितासँगै सफल हुनको लागि साथ चाहिन्छ। म मेरो व्यवसायमा सफल हुनुमा मलाई नेपाल टेलिकमको बलियो साथ छ। हाम्रा देशभर रहेका कार्यालयहरूमा सहज रूपमा सम्पर्क गर्नको लागि नेपाल टेलिकमको 4G लगायत लिज लाइन, इन्टरनेट र CUG सेवाले ठुलो सहयोग पुर्याएको छ। नेपाल टेलिकम, राष्ट्रको सञ्चार। चाडपर्व हर्षको खुसी नै खुसीले भरिएको, यो खुसीमा रौनक थप्दै सिजीले घर भरिएको। सिजीले घर सजाऊ, खुसीले चाड मनाऊ, रमाइलो यो पर्वमा आफ्नो घर सिजी नै ल्याऊ। सिजीले घर सजाऊ, खुसीले चाड मनाऊ। यो चाड पर्वमा सिजी ब्रान्डको विभिन्न इलेक्ट्रोनिक्स अप्लायन्सेसको खरिदमा रु 56,400 सम्मको क्यासब्याक, नो कस्ट EMI को सुविधा, मेगा एक्सचेन्ज अफर, सिजी लोयल्टी क्लब रिवार्ड प्रोग्राम र अन्य आकर्षक पक्का उपहारहरू पनि प्राप्त गर्न सक्नुहुनेछ। यो अफर सीमित अवधिको लागि मात्र लागू गरिएको छ। CG, inspiring life। टाढाबाट त अनुहार स्पटलेस ग्लोइङ देख्न सजिलो छ, तर नजिकबाट अनुहारमा डार्क स्पट्स र डार्क सर्कल्सहरू देखिहाल्छ। पन्ड्स ब्राइट ब्युटी प्रो भिटामिन B2A+ फर्मुला घटाउँछ डार्क स्पट्स र डार्क सर्कल्सहरू र दिन्छ स्पटलेस ग्लो। पाउनुहोस् स्पटलेस ग्लो नजिकबाट पनि। पन्ड्स ब्राइट ब्युटी। मायामा कुनै दूरी छैन जब नेपाल टेलिकम गिफ्ट प्याकको साथ छ। डाटा, भोइस र SMS प्याकले राख्छ तपाईलाई सधैँ नजिक। नेपाल टेलिकम, राष्ट्रको सञ्चार। अब समाचार विस्तारमा। बाराको कलैया स्थित एक निजी विद्यालयका प्रधानाध्यापक रूपेश श्राफको हत्यामा संलग्न 5 जनालाई प्रहरीले सार्वजनिक गरेको छ। कलैया स्थित बाल एकता बोर्डिङ स्कुलका सञ्चालक श्राफको हत्यामा संलग्न 8 जना मध्ये 5 जनालाई प्रहरीले बुधबार सार्वजनिक गरेको हो। प्रहरीले कलैया 2 की 22 वर्षीय राधा गुप्ता, 34 वर्षीय जामिल अख्तर, कलैया वार्ड नम्बर 9 का रिजाल अंसारी, भारतीय नागरिक चन्दन कुमार र अभिनव कुमार राजपूतलाई सार्वजनिक गरेको हो। जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार श्राफ हत्या प्रकरणमा एक महिलाको रिश्वीका कारण हुन पुगेको देखिएको छ। श्राफलाई गोली हान्ने व्यक्ति पेशवर सुटर रहेको पनि प्रहरीले जनाएको छ। प्रहरीका अनुसार राधा र मृतक रूपेश बीच प्रेम सम्बन्ध थियो। भारतीय नागरिक चन्दन र अभिनवलाई प्रहरीले सुटर समूहको सदस्य भनेको छ भने राधालाई मुख्य योजनाकार भनेको छ। सुटरहरू भनेर फरार छन्। सुटरहरू पनि भारतीय नागरिक हुन्। राधा 3 वर्षदेखि भारत बस्ने मनोज गुप्तासँग पनि प्रेम सम्बन्धमा रहेको खुलेको छ। त्यही विषयमा मनोज र मृतक रूपेश बीच विवाद भएको प्रहरीको निष्कर्ष छ। मनोज पनि विवाहित हुन्, उनी पनि फरार रहेका छन्। धनसाको जनक नन्दनी गाउँपालिकामा कक्षा 9 मा अध्ययनरत 18 वर्षीय रजिना खातुनलाई 1 घण्टाका लागि मध्य प्रदेशको शिक्षा मन्त्री बनाइएको छ। बुधबार खातुनलाई 1 घण्टाको लागि शिक्षा मन्त्री बनाइएको हो। प्लान इन्टरनेशनल गर्ल्स टेक ओभर कार्यक्रम अन्तर्गत अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा शिक्षा मन्त्रालय मध्य प्रदेश संघको समन्वयमा खातुनलाई शिक्षा मन्त्री महेश प्रसाद यादवले 1 घण्टाको लागि मन्त्रालयको जिम्मेवारी हस्तान्तरण गरेको थियो। यस क्रममा खातुनलाई शिक्षा मन्त्रालयको जिम्मेवारी, कार्यविधि, कार्यक्षेत्र लगायतका बारेमा जानकारी गराइएको थियो। कार्यक्रममा धनसाका विभिन्न पालिकाहरूबाट आएका सामुदायिक विद्यालयका छात्राहरूले आफ्ना विद्यालयमा रहेका समस्याहरूबारे ध्यानकर्षण गराएका थिए।
पापा कहै छलै से 10 ने पढ़ा कर एसएलसी दिया के हम शादी करवा देबो, पर अब हम मम्मी पापा के जाकर कहबै अभी हम शादी नहीं करबो। जब तक हम अपना पैर पर खड़ा नहीं भ जेबो तब तक हम शादी नहीं करबो। चाहे 20 वर्ष कला नहीं पूग जाए, 21 वर्ष पूग जाए, तबे अपना पैर पर खड़ा नहीं हेबै तब तक हम शादी नहीं करबै। आई कुर्सी पर बैठला के बाद हमरा अथी भेलै से हाँ बड़का आदमी केना के बनबै, केना के रहबै, केना के पढ़बै लिखबै त हमहूँ बड़का आदमी बनबै, आई कुर्सी पर हमहूँ बैठबै। त्यस्तै मन्त्री महेश प्रसाद यादवले 1 घण्टाको लागि खातुनलाई शिक्षा मन्त्रीको जिम्मेवारी हस्तान्तरण गरेर छात्राहरूलाई मन्त्रालयबारे जानकारी दिन पाउँदा आफू खुसी महसुस गरेको बताए। उनले उपस्थिति छात्राहरूको गुनासो आफ्नो मन्त्रालय मार्फतबाट स्थानीय तहसँग समन्वय गरी छिटो भन्दा छिटो समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे। मन्त्रीजीलाई जसरी चाहिँ प्रश्नहरू गरियो यो मन्त्रालयको सम्बन्धमा, उहाँ तुरन्तै आउनु भएको हो। उहाँले धेरै प्रश्नहरू पनि तेर्साइयो। उहाँले चाहिँ अब यहाँका कुराहरू डिटेलमा यहाँका कर्मचारीहरूले चाहिँ नभनेर धेरै कुराहरू बुझ्न सक्नुपर्ने भएको छैन उहाँले। त्यसै कारणले म त थिएँ, म भइसकेपछि मैले थोरै त्यो क्वेसनहरूको पनि म प्रश्न दिन्छु र म समापन गर्छु। प्लान इन्टरनेसनलले बालबालिका, युवा, किशोरी र महिलाको हक हित र व्यक्तित्व विकासका लागि देशैभरका जिल्लाहरूमा काम गर्दै आएको अभिनायक विशेषज्ञ सृजना वर्षाचार्यले जानकारी दिन्। उनले धनुषाका 5 वटा पालिकामा हालोक्त परियोजना काम गर्दै आएको बताइन्। उनले यसअघि पनि देशभरका विभिन्न सङ्घ संस्थाका पदाधिकारीको समन्वयमा छात्राहरूलाई 1 दिनका लागि पद हस्तान्तरण गराउँदै आएको बताउँदै आजको पद हस्तान्तरण देशमै पहिलो पटक शिक्षा मन्त्रीको टेक ओभर भएको जानकारी दिन्। उनले आजको टेक ओभरले समाजमा छात्राहरूलाई पढेर ठूलो मान्छे बन्ने प्रेरणा प्रदान गर्न विश्वास व्यक्त गरे। कार्यक्रममा शिक्षा मन्त्रालयका पदाधिकारी, प्लान इन्टरनेसनल तथा आसमा नेपालका पदाधिकारी, छात्र तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचन माघको दोस्रो हप्तासम्ममा गर्ने गरी तयारी गरेको छ। आयोगले आगामी फागुन 21 गते रिक्त हुने आउने 19 जना राष्ट्रिय सभा सदस्य पदका लागि माघको दोस्रो हप्तासम्म निर्वाचन गर्ने तयारी गरेको हो। बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले सो कुरा जानकारी दिनुभएको हो। उहाँले फागुन 21 गते 20 जना राष्ट्रिय सभा सदस्यको पद रिक्त हुने र त्यसमध्ये 19 जनाको ठाउँमा निर्वाचन गर्नुपर्ने बताउनुभयो। आयोगले माघको 10, 11 अथवा 12 गते भित्रमा निर्वाचन गर्ने गरी तयारी गरिरहेको जानकारी दिनुभयो। त्यसैगरी रिक्त रहेका स्थानमा प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहका विभिन्न पदाधिकारीहरू आगामी वैशाख महिनामा निर्वाचन गर्ने गरी सरकारलाई परामर्श दिएको उहाँको भनाइ छ। र रिक्त चाहिँ 20 वटै हुँदैछ, तर निर्वाचन चाहिँ 19 वटा पदको निर्वाचन चाहिँ हामी माघको दोस्रो हप्ता सम्पन्न गर्ने गरी आवश्यक तयारी गरेका छौँ। यो मिति नेपाल सरकारले तोक्नुपर्ने भएको हुनाले आयोग तयारी अवस्थामा छ। सम्भवतः माघको 10, 11, 12 भित्रमा कुनै उपयुक्त दिनमा हामी यो राष्ट्रिय सभाको रिक्त हुने 19 वटा पदको निर्वाचन गर्छौँ। प्रमुख निर्वाचन आयुक्त थपलियाले यसै आर्थिक वर्षबाट स्थानीय तह मार्फत मतदाता नामावली संकलन गर्ने काम अगाडि बढाउने पनि जानकारी दिनुभयो। त्यस्तै विदेशमा भएका तर मतदाता नामावलीमा नाम नभएका नेपालीहरूको पनि मतदाता नामावलीमा नाम संकलन गर्ने गरी काम अगाडि बढेको जानकारी दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले पर्वतीय पर्यटनको विकास र प्रबन्धनका लागि थप काम गर्न सरकारसँग आग्रह गर्नुभएको छ। बुधबार नेपाल पर्वतारोहण संघको 50औं वार्षिक उत्सवलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले नेपालमा आरोहणका लागि खुला नगरिएका हिम श्रृङ्खलाहरू खुलाउन जरुरी रहेको बताउनु भयो। उहाँले आरोहणका लागि नखुल्याएका हिमालहरू खुलाउन हिमालको व्यवस्थापन र प्रवर्धनको जिम्मेवारीका लागि उपयुक्त निर्णय लिन सुझाव दिनुभयो। हाम्रो पर्वतीय पर्यटनको विकास र प्रवर्धनका लागि थप काम गर्न म नेपाल सरकार र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सुझाव दिन चाहन्छु। नेपालमा
अनगिन्ती हिमालहरू छन् जुन औपचारिक रूपमा आरोहणका लागि खुला गरिएका छैनन्। ती हिमालहरूको आरोहणका अनुमति दिन र प्रवर्धन गर्न तत्काल पहल लिन जरुरी छ। यस कार्यका लागि नेपाल राष्ट्रपति पौडेलले संघले पर्वतीय पर्यटनको क्षेत्रमा खेलेको भूमिका सराहनीय रहेको बताउनुभयो। नेपाल कार्बन उत्सर्जन कम गर्ने देश हुँदाहुँदै पनि जलवायु परिवर्तनको समस्या नेपालले भोग्नु परेको कुरा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले गर्नु र यस बारेमा विश्वको ध्यानकर्षण गराउनु नेपालका लागि सन्तोषकको विषय भएको बताउनुभयो। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले दशैं तिहार लगायतका चाड पर्वको अवसर पारेर आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल सहभागी हुनुभएको छ। पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरिएको सो कार्यक्रममा प्रधानमन्त्री दाहाल अपराह्न 2:45 बजेतिर सहभागी हुनुभएको हो। चियापान कार्यक्रम प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमलिसना, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई, मन्त्री परिषदका पूर्व अध्यक्ष खिललाल रेग्मी, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाल कम्युनिस्ट पार्टीका नेकपाका महासचिव नेत्र विक्रम चन्द्र विलप, नेकपा मालेका महासचिव सीपी मैनाली, पूर्व सभामुख दमननाथ ढुङ्गाना, विभिन्न राजनीतिक दलका नेताहरू, नेपाल स्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरू, नेपाल सरकारका उच्च पदस्तरीय कर्मचारी सहितको बाक्लो उपस्थिति रहेको थियो। एमालेले वाडा दशैं लाग्दै हरेक वर्ष चियापान कार्यक्रम गर्दै आएको छ। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली शान्ति प्रक्रियामा पीडित केन्द्रित भएर टुङ्गो लगाउनु पर्ने बताउनु भएको छ। बुधबार चाड पर्वको अवसर पारेर पार्टीद्वारा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा संचारकर्मी माझ उहाँले पीडितलाई न्याय दिएर शान्ति प्रक्रियामा बाँकी कामलाई टुङ्गो लगाउनु पर्ने बताउनु भएको हो। अध्यक्ष ओलीले शान्ति प्रक्रियामा बाँकी काम दलहरूले सहमतिका साथ टुङ्ग्याउनु पर्ने पनि बताउनु भयो। सर्वोच्च अदालत र विश्व मानव अधिकार परिषदको सुझावलाई शान्ति प्रक्रिया टुङ्गो लगाउँदा ध्यान दिनुपर्ने उहाँको भनाइ थियो। अध्यक्ष ओलीले शान्ति प्रक्रियाको टुङ्गो लगाउने काममा ढिलाइ भएको स्वीकार गर्दै अब ढिलाइ गर्न नहुने पनि बताउनु भयो। एकदम राम्रै सहमतिका साथ टुङ्ग्याउनुपर्छ र भिक्टिम सेन्ट्रिक भएर टुङ्ग्याउनुपर्छ। सर्वोच्च अदालतको आदेशलाई पनि मानेर टुङ्ग्याउनुपर्छ। त्यो त हाम्रो छँदैछ त। अनि अन्तर्राष्ट्रिय समुदाय खास गरी मानव अधिकार काउन्सिलले हामीलाई केही कुराहरू भनेको छ, ती कुराहरूलाई पनि ध्यान दिनुपर्छ र खास गरी पीडितलाई न्याय दिएर हामीले अलिकति हामीले के मिस्टेक गरेछौँ भने यो भन्दा पहिले सिधाइसक्नुपर्छ। त्यस अवसरमा अध्यक्ष ओलीले दशैं तिहार छठ सहितका पर्वको सबैमा शुभकामना पनि व्यक्त गर्नुभयो। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक संसदबाट छिटो पारित गर्नुपर्ने बताउनु भएको छ। शान्ति प्रक्रियाको बाँकी कामलाई टुङ्गो लगाउन पनि सो विधेयक संसदबाट पारित गर्न ढिलाइ गर्न नहुने उहाँको भनाइ थियो। बुधबार एमालेले चाड पर्वको अवसर पारेर आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा संचारकर्मीहरूले राखेका जिज्ञासाको जवाब दिने क्रममा अध्यक्ष यादवले तत्कालीन द्वन्द्वरत पक्षहरूबीच भएको सम्झौता कार्यान्वयन गरेर नै शान्ति प्रक्रियालाई टुङ्गो लगाउनु पर्ने उहाँले बताउनुभयो। तत्कालीन द्वन्द्वरत पक्षहरू गम्भीर नभएकै कारण शान्ति प्रक्रियाको बाँकी काम अझै टुङ्गोमा पुग्न नसकेको उहाँको भनाइ थियो। र बेपत्ता आयोगलाई मूर्त रूप दिएर टिआरसीका ऐनहरू पास गरेर त्यसलाई कार्यान्वयनमा लग्नुपर्छ र यसलाई चाँडै टुङ्ग्याउनुपर्छ। यो जति ढिलो हुँदै गयो त्यति डिले हुँदै गयो त्यति नै चाहिँ के छ भन्दाखेरि यसको नकारात्मक असरहरू पर्दै गएको छ। त्यो यति मात्रै होइन, धेरै कुराहरू 27 वर्षदेखि अगाडि बढेको छैन, जस्ताको त्यस्तै छ। अध्यक्ष यादवले शान्ति प्रक्रियालाई टुङ्गोमा पट्याउन बेपत्ता छानबिन आयोगको कामलाई पनि छिट्टो अघि बढाउनु पर्ने आवश्यकता ओल्याउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीगत फोरमहरूमा मात्रै नभएर मुलुकको हितको लागि छलफल गर्ने छुट्टै फोरम बनाउन आवश्यक रहेको
बताउनु भएको छ। बुधबार नेकपा एमाले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुँदै उहाँले यस्तो बताउनु भएको हो। उहाँले विभिन्न चाडपर्वहरूको अवसरमा आयोजना हुने चियापान कार्यक्रमले पार्टीहरूबीच सद्भाव बढाउने मद्दत गर्ने बताउनुभयो। उहाँले सबै राजनीतिक दलहरूको राष्ट्रिय हितमा छलफल हुने फोरमहरू बन्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। नागरिकको जीवनमा परिवर्तन नआएको र आम मान्छेमा एक किसिमको एउटा तनाव एउटा फ्रस्ट्रेसन त देखियो। त्यसलाई चाहिँ नि राष्ट्रिय रूपमा सम्बोधन गर्नको निमित्त सबै दलहरू, हामी त नयाँ आयौँ नि त, हामी प्रतिपक्ष मोर्चा सम्हाल्छौँ, सबैजना बसौँ भनेर भनेको हो। त्यसलाई चियापानहरू यो सद्भाव, यसले अवश्य सद्भाव बढाउनमा यिनले मद्दतै नगर्ने भन्ने कुरा चाहिँ अवश्य पनि होइन, किनभने यो आफैमा एउटा चाडपर्व यी सबै हाम्रो यसले बढाउँछ, यसले कुनै मद्दत गर्दैन भने होइन। तर यहाँ मात्र सीमित नहोस्, यसका लागि छुट्टै एउटा बैठक हुने, त्यस्तो एउटा कुनै फोरम बन्नु पर्यो। त्यो फोरमहरूमा राष्ट्रिय मुद्दाहरू, केही मुद्दा त छन् नि जो सबैका हुन्। उहाँले सबै पार्टीका साझा मुद्दाहरू एउटै भएकाले सबैले देशको समृद्धि चाहेको बताउनुभयो। अब सानो व्यावसायिक विश्रामपछि बाँकी समाचार। सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यावसायिक हो। नेपाल टेलिकमको सर्र चल्ने वाइफाई, खर्र जाने बल्क एसएमएस, हुरहुरी चल्ने 4G इन्टरनेट, सलल जोडिने ती CUG नेटवर्क अनि आहा कति रमाइलो एनटिटिभी। बाँकी त सब मनको कुरा न हो। नेपाल टेलिकम, राष्ट्रको सञ्चार। चाडपर्व आयो, उमङ्ग छायो, feel the joy of festival, celebrate greatness with TCL। यसपालिको दशैं तिहार र छठ TCL सँग ग्रेटनेस सेलिब्रेट गर्न तयार हुनुहोस्। यस अफर अन्तर्गत कुनै पनि TCL को टिभी र होम अप्लायन्सेस खरिदमा पाउनुहोस् 56,800 सम्मको अट्र्याक्टिभ क्याशब्याक र आकर्षक स्योर शट उपहारहरू, साथै नो कस्ट EMI, एक्सचेन्ज अफर र CG लोयल्टी क्लबको रिवार्ड प्रोग्राम पनि यो अफरमा समावेश गरिएको छ। TCL, सेलिब्रेट ग्रेटनेस। मायामा कुनै दूरी छैन जब नेपाल टेलिकम गिफ्ट प्याकको साथ छ। डाटा, भोइस र SMS प्याकले राख्छ तपाईलाई सधैँ नजिक। नेपाल टेलिकम, राष्ट्रको सञ्चार। सबैलाई नमस्ते मेरो तर्फबाट। मेरो नाम एमराज ओली हो। यहाँ हुँदाको मेरो टाइम चाहिँ एकदमै राम्रो, रोचक र एकदमै इन्फर्मेटिभ थियो। गीता यूनिवर्सिटी पानीपत, पावरिंग एजुकेशन, empowering mind। Hey guys, म आज यो राम्रो ठाउँमा आइपुगेको छु and the view out here is amazing। र म आज लोकल इन्ग्रेडियन्ट युज गरेर माउन्टेन सुप बनाउँदै छु। नेपाल टेलिकम, राष्ट्रको सञ्चार। विश्रामपछि पुनः समाचारमा स्वागत छ। अब बाँकी समाचार। संघीय मामिला तथा समन्वय प्रशासन मन्त्री अनिता देवीले निर्वाचन आचार संहिता उल्लङ्घन गर्ने नेताहरूलाई कुनै पनि हालतमा छुट दिनु नहुने बताउनु भएको छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री देवीले निर्वाचन आचार संहिता उल्लङ्घन गर्ने नेताहरूलाई कारबाही गर्नुपर्ने बताउनु भएको हो। उहाँले आचार संहिता उल्लङ्घन गरेको प्रमाण सहित निर्वाचन आयोगमा उजुरी दर्ता पनि सम्बन्धित व्यक्तिलाई कारबाही गर्न ढिलासुस्ती भएको बताउनुभयो। उल्लङ्घन गर्नेलाई कारबाही गरे निर्वाचन प्रणाली सुधार हुँदै जाने उहाँको भनाइ छ। कारबाही नगरेमा आचार संहिता उल्लङ्घन गर्नेको मनोबल बढ्दै जाने उहाँले बताउनुभयो। हेलिकप्टरमा चढेर गएका छ, मन्त्रीहरू गएका छ एक निर्वाचन क्षेत्रबाट अर्को ठाउँमा, यहाँ आएर हामी कुरा गरिरहेछौँ। त्यो हामीमा आफूमा संयमता राख्नु पर्दैन त? हाम्रो काम र कर्तव्य अधिकार के हो भनेर हामीले पनि बुझ्नुपर्छ नि त। त्यो एक अर्कालाई मात्र दोष दिएर त भएन। त्यो हामी आफू जुन जुन ठाउँमा छौँ त्यहाँबाट पनि त आफूले त संयमता राख्नु पर्यो नि त।
उहाँले निर्वाचनको बेला कर्मचारीहरूलाई उनीहरूको इच्छा अनुसार निर्वाचन अधिकृत बनाएर पठाउनु नहुने पनि बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद निर्वाचित गर्दा संविधानको ठाडो उल्लङ्घन भएको बताउनु भएको छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति लामिछानेले संविधानको मर्म विपरीत धनाधय व्यक्तिहरूलाई समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनाइएको बताउनु भएको हो। उहाँले महिलाको कोटामा शक्तिशाली राजनीतिक दलका नेताका परिवारका सदस्यहरू नियुक्ति भइरहेको बताउनुभयो। उहाँले सबै समूहबाट वर्षौंदेखि राजनीतिमा स्थापित भइसकेको शक्तिशाली व्यक्तिहरू नै समानुपातिकबाट सांसद हुने गरेको भन्दै यसले संविधानको ठाडो उल्लङ्घन गरेको उहाँले बताउनुभयो। समानुपातिक निर्वाचन प्रणालीमा निर्वाचित भएका सांसदहरूलाई तपाईहरुले हेर्नुभयो भने अघि कुरा भयो जस्तै जनजातिका नाममा धनाढ्य व्यक्तिहरू जसको उपस्थिति ब्रान्डेड लुगा लगाएर पछिल्लो सिटमा बस्ने चट्टा आउने जाने बाहेक हामीले देख्न पाएका छैनौँ। नीति निर्माणमा उहाँले मनमनै योगदान दिनुभएको छ होला, त्यो देख्न पाएको छैन। अहिलेको संसदमा पनि बाँकी छ 4 वर्ष, उहाँहरू आउँदै हुनुहुन्छ होला। हिरोको एन्ट्री लास्टमा हुन्छ भन्छन्, त्यो हिरोको रूपमा उहाँहरू आउनु होला, मेरो शुभकामना छ। उहाँले निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउनका लागि निर्वाचन आयोगलाई अधिकार सम्पन्न बनाउनु पर्नेमा जोड दिँदै त्यसका निमित्त आफूहरू सांसदको रूपमा भूमिका खेल्न तयार रहेको पनि बताउनुभयो। नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद भट्टले मतदाता शिक्षाको विषयलाई विद्यालयको पाठ्यक्रममा राख्न प्रस्ताव गर्नुभएको छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले मतदाता शिक्षाको विषय विद्यालयको पाठ्यक्रम राख्नुपर्ने उहाँको भनाइ थियो। उहाँले निर्वाचन आएपछि मात्रै मतदाता शिक्षाको सामग्रीहरू छाप्ने र शिक्षक तथा विद्यार्थीहरू मार्फत प्रचार गराउने गरिएको भन्दै यसो गर्दा खर्चिलो हुने गरेको बताउनुभयो। प्रिन्टिङ प्रेस, प्रिन्टिङ मसिनहरू र एउटा कलर मसिन पनि ल्याइयो। त्यसको प्रयोग त्यो निर्वाचनमा भयो र अब अर्को निर्वाचनमा त्यसको बिल्कुल प्रयोग हुन सकेन। यो किन? अब यो यत्रो खर्च गरेर आफ्नो प्रेस पनि स्थापना गर्न चाहेको यसो हेर्दा ठिकै नै लाग्ला, तर त्यसको प्रयोग निर्वाचनको वर्ष हुने, अन्य वर्षमा त धेरै छपाएको काम पनि नहुने। त्यसकारण यो र अब अर्को चुनाव आउँदा 5 वर्षमा 79 सालको यो चुनावमा त्यसको प्रयोग हुन सकेन रे। त्यो निष्प्रयोजन अहिले बसिरहेको छ। त्यसैगरी निर्वाचन प्रणालीलाई मित्यव्यापी बनाउनका लागि प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहको निर्वाचन एकैसाथै गर्न कानुनी व्यवस्था गर्नुपर्ने उहाँको भनाइ थियो। जनता समाजवादी पार्टीका सांसद प्रकाश अधिकारीले समानुपातिक निर्वाचन प्रणाली महिलाहरू मात्रै निर्वाचित हुने गरी बनाइएको बताउनु भएको छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले समानुपातिक निर्वाचन प्रणाली महिलाहरू मात्रै भर्ना हुने किसिमले बनाइएको बताउनु भएको हो। उहाँले वर्तमान प्रणालीले गर्दा जुनसुकै समूहबाट पनि महिला मात्रै जानुपर्ने अवस्था रहेको जानकारी दिनुभयो। उहाँले महिलाहरू प्रत्यक्षमा प्रतिस्पर्धा गर्न सक्दैन भन्ने मान्यता बनाइएको भन्दै यसरी कानुनी रूपमा नै विभेद भइरहेको बताउनुभयो। यो कारणले पनि खर्चिलो निर्वाचन खर्च खर्चिलो भएको छ। यो प्रणाली नै यस्तो छ, या त निर्वाचन आयोगलाई हामीले सुपर पावर दिनुपर्ने भयो, हुनै पर्छ यस्तो निर्वाचन प्रणालीमा, तब चाहिँ केही होला। सुपर पावर भनेको कस्तो भन्दाखेरि अलि उसैले आफै अनुगमन गर्नुपर्ने, खर्चको को हेलिकप्टर चढ्यो कसले कति। उहाँले महिला, दलित, पिछडिएका क्षेत्र लगायतका प्रत्यक्ष निर्वाचन प्रणाली मैत्री भित्रै आरक्षण दिनुपर्ने बताउनुभयो। उहाँले स्वच्छ निर्वाचन गर्नका लागि निर्वाचन आयोगलाई कानुनी रूपमा अझै अधिकार सम्पन्न बनाउनु पर्ने बताउनुभयो। नेपालमा उत्पादित सुपारी उत्पत्तिको प्रमाण पत्र जारी गर्न ल्याब टेस्ट लगायतको व्यवस्था गरी विश्व बजारमा निर्यात गर्न सक्ने वातावरण बनाउन कृषि समितिले सरकारले निर्देशन दिनुभएको छ। बुधबार बसेको प्रतिनिधि सभाको अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले बैठक सरकारलाई यस्तो निर्देशन दिएको हो। समिति सभापति अब्दुल खानले नेपालमा उत्पादन भएका सुपारी उत्पत्तिको प्रमाणपत्र जारी गर्न ल्याब टेस्टको व्यवस्था गरी नेपाली उत्पादन विश्व बजारमा निर्यात गर्न सक्ने वातावरण मिलाउन सरकारलाई निर्देशन दिनुभएको हो। उहाँले सुपारी खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको भन्दै सरकारी निकायहरूबाट सुपारी खेतीलाई अपेक्षित रूपमा प्रवर्धन गर्ने कार्य नअपनाइएकाले सरकारले आगामी 16औं योजना तर्जुमा गर्दा सुपारी खेतीलाई प्रवर्धन गर्नेतर्फ नीतिगत व्यवस्था गर्न पनि निर्देशन दिनुभयो। उपजमा उपलब्ध गराउने अनुदान रकम
वा सुविधा वा सहुलियतपूर्ण कर्जाको व्यवस्था सुपारी किसानले पनि पाउने व्यवस्था मिलाउने, सुपारी प्रशोधनको लागि आवश्यक यान्त्रिक उपकरणको प्रयोग गरी गुणस्तरीय सुपारी तयार गर्न सहयोग पुग्ने भएकाले किसान समूह वा सुपारी सहकारी संस्थालाई आवश्यक व्यवस्थापन गर्ने, किसानहरूलाई सुपारीको उन्नत बिउ वितरण, मलखाद, प्राविधिक जनशक्ति लगायतका सुपारी उत्पादनलाई अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गर्ने। 5 नम्बर, सुपारी उत्पादनको एकीकृत तथ्याङ्क सङ्कलन गर्ने कार्य किसान प्रतिनिधिको समानतामा गर्ने। उहाँले सुपारी किसानहरूलाई सुपारीको उन्नत बिउ, मलखाद, प्रविधि र जनशक्ति लगायत सुपारी उत्पादनलाई अभिवृद्धि गरी कार्यक्रम सञ्चालन गराउन पनि निर्देशन दिनुभयो। उहाँले सुपारी उत्पादनको एकीकृत तथ्याङ्क सङ्कलन गर्न कार्य किसान प्रतिनिधिहरूको संलग्नतामा गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले नेपालमा उत्पादित सुपारी निर्यात गर्न कानुनी रूपमा प्रतिबन्ध नगरेको स्पष्ट पार्नु भएको छ। बुधबार प्रतिनिधि अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा बोल्दै सचिव निरौलाले यस्तो बताउनु भएको हो। उहाँले नेपालमा उत्पादित सुपारी भारत लगायतका देशमा निर्यात गर्दा सुपारीको DENA प्रशिक्षण गरेर मात्रै निर्यात गर्न राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको निर्देशन भएकाले निर्यात हुन नसकेको बताउनुभयो। त्यसको मोडल के हो भने कतिवटा दानाको DNA परीक्षण गर्ने हैन, त्यो त्यसका चाहिँ कुनै मापदण्ड निर्देशिका कुनै कानुनी प्रावधान नभएकोले यसअघि सुपारीको सन्दर्भमा कृषि मन्त्रालयबाट यो आर्थिक वर्षमा प्रमाणित भएर उद्योग मन्त्रालयमा आएपछि उद्योग मन्त्रालयले FNCCI-लाई कार्यविधि अनुसार सिफारिस गर्नलाई DNA परीक्षण भन्ने सन्दर्भमा समिति सम्मानित समितिबाट निर्देशन भएको विषयले गर्दाखेरि हामीले उहाँले कृषि मन्त्रालयबाट सुपारीको उत्पत्तिको प्रमाणपत्र सम्बन्धी राय आएका नेपाल उद्योग वाणिज्य महासङ्घलाई उत्पत्तिको प्रमाणपत्र जारी गर्न लेखी पठाउने सकिने बताउनुभयो। उहाँले आयातमा नियन्त्रण गर्ने व्यवस्था लागू हुँदा स्वदेशमा समेत नेपालमा उत्पादन भएको सुपारी खपत हुने समेत नसकेको बताउनुभयो। संसदीय सुनवाई समितिले क्यानाडाका लागि प्रस्तावित राजदूत भरतराज पौडेल उप उजुरी आह्वान गरेको छ। बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले क्यानाडाका लागि प्रस्तावित राजदूत पौडेल उप उजुरी आह्वान गरेको हो। उनीहरू उपयुक्त छैन भने लागेका 10 दिनभित्र स्पष्ट आधार खोली समितिमा सूचना वा उजुरी दिन सकिनेछ। उजुरीकर्ताले चाहेमा उनीहरूको नाम, थर, वतन गोप्य रहने समितिले बताएको छ। समितिको बैठकमा बोल्दै समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले प्रस्तावित राजदूत पदमा नियुक्तिका लागि सिफारिस व्यक्तिको बारेमा सर्वसाधारणका लागि जानकारी दिने र प्रस्तावित पदका लागि अनियुक्त लागेमा सूचना प्रकाशित भएको मितिले सरकारी सञ्चार माध्यमहरू मार्फत सूचना प्रकाशित गर्न प्रस्ताव गर्नुभयो। सो प्रस्तावलाई समितिले सर्वसम्मतिले पारित गरेको छ। सर्वसाधारणलाई जानकारी दिने र प्रस्तावित पदका लागि अनुपयुक्त लागेमा सूचना प्रकाशित भएको मितिले 10 दिनभित्र स्पष्ट आधार खोली समितिमा सूचना वा उजुरी दिन सरकारी सञ्चार माध्यमहरू मार्फत सूचना प्रकाशित गर्न प्रस्ताव गर्दछु। यस प्रस्तावलाई पारित गरिदिनु हुन मान्य सदस्यहरूलाई अनुरोध गर्दछु। उहाँले प्रस्तावित व्यक्तिको नियुक्तिको अनुपयुक्तताको सम्बन्धमा उजुरी माग गर्न सम्बन्धित सूचना प्रकाशन एवं प्रसारण गर्न समिति सचिवलाई निर्देशन दिनुभयो। उजुरी आह्वानपछि प्रस्तावित राजदूतको संसदीय समितिमा सुनवाई हुनेछ। समितिले अनुमोदन गरेपछि राजदूत नियुक्ति हुनेछन्। समाचारमा व्यावसायिक विश्रामपछि बाँकी समाचार। Anti-4G कस्तो छ? I've been using Anti-4G since 2017. It's so smooth, fast and affordable. Yes bro, you are absolutely right. नेपाल टेलिकम राष्ट्रको सञ्चार। गजबको गोदरेज, कमालको अफर, अट्र्याक्टिभ क्यासब्याक, साथै स्योर सट उपहार।
गोदरेज छ गजबको अफर झन् कमालको रमाऊ चाडपर्वमा ल्याई गोदरेज घर घरमा। यस गजबको गोदरेज कमालको अफर अन्तर्गत कुनै पनि गोदरेजको सामानको खरिदमा पाउनुहोस् 25% सम्मको जेन्युन क्यासब्याक र आकर्षक स्योर शट उपहारहरू, साथै नो कस्ट EMI एक्सचेन्ज अफर र CG लोयल्टी क्लबको रिवार्ड प्रोग्राम पनि यो अफरमा समावेश गरिएको छ। गोदरेज, थिङ्स मेड थटफुल्ली। एक्जामको प्रिपेरेसन गरेर होला भने त केही सम्झ यार, यसलाई केही कुरै सुन्दैन मेरो। काका एक्जामको प्रिपरेसन रिल्याक्स, मैले लास्ट विक नै वायनेटको वायर सिक्योर राखिसके। ए अब चाहिँ यसले पढ्ला जस्तो छ है। वायनेटको वायर सिक्योर राख्नुहोस् अनि बच्चाहरूलाई उमेर अनुकूल चिजहरू मात्र हेर्न दिन र पढाइमा बाधा हुने चिज रोकेर तपाईको समय तालिका अनुसार इन्टरनेट चलाउन मद्दत पाउनुहोस् र सुरक्षित अनलाइन पेमेन्टको अप्सन पनि। वायनेट, अब सबै कनेक्टेड। मायामा कुनै दूरी छैन जब नेपाल टेलिकम गिफ्ट प्याकको साथ छ। डाटा, भोइस र SMS प्याकले राख्छ तपाईलाई सधैँ नजिक। नेपाल टेलिकम, राष्ट्रको सञ्चार। विश्रामपछि पुनः समाचारमा स्वागत छ। अब बाँकी समाचार। उत्तरी गाजाको जबलिया शरणार्थी शिविरमा भएको विस्फोटमा परि कयौं मानिसको मृत्यु भएको छ। प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालय र नजिकैको इन्डोनेसिया अस्पतालको विस्फोटमा परि कम्तीमा 50 जनाको मृत्यु भएको जनाइएको हो। इजरायली हवाई हमलाका कारण विस्फोट भएको मन्त्रालयले जनाएको छ। यद्यपि यो विस्फोटबारे इजरायलबाट कुनै प्रतिक्रिया आएको छैन। विस्फोट स्थलको भग्नावशेषबाट कम्तीमा 50 शव निकालिएको अधिकारीहरूले जनाएका छन्। मानिसहरू भग्नावशेषमा बाँचेकाहरूको खोजी गरिरहेका छन्। मानवाधिकारवादी सङ्घ संस्थाहरूले जबलिया शरणार्थी शिविरमा इजरायलले आक्रमण गरेको भन्दै घटनाको निन्दा गरेका छन्। वेस्ट बैंकको जेनिन शहरमा भएको इजरायली सेनासँगको आक्रमणमा 4 जना प्यालेस्टाइनीको मृत्यु भएको छ। इजरायली सेनाले चलाएको गोली लागेर 4 जनाको मृत्यु भएको हो, साथै अन्य 6 जना घाइते भएको बताइएको छ। झडपले शरणार्थी शिविरको पूर्वाधारमा ठूलो क्षति पुगेको छ। क्याम्पमा प्यालेस्टाइनी लडाकु र इजरायली सेनाबीच झडप भएको थियो। मारिएका मध्ये 1 जना इजरायली जिहाद अफसुट जेनिन ब्रिगेडका संस्थापक 27 वर्षीय बाम याद हाउने रहेको बताइएको छ। प्यालेस्टाइनको गाजासँग जोडिएको इजिप्टको रफाह सीमा पहिलो पटक खुल्ला गरिएको छ। अक्टोबर 7 यता पहिलो पटक गाजाबाट रफाह सीमा नाका खोलिएको हो। रफाह क्रसिङबाट सीमित संख्यामा मानिसहरूलाई गाजाबाट इजिप्ट प्रवेश गर्न अनुमति दिएको छ। कतारको मध्य स्थानमा भएको सम्झौतामा विदेशी नागरिक, दोहोरो नागरिकता धारक र केही गम्भीर घाइतेहरूलाई इजिप्टका अधिकारीहरूले अनुमति दिन अपेक्षा गरिएको छ। दर्जनौं घाइते प्यालेस्टाइनीहरूलाई बुधबार रफाह क्रसिङ हुँदै इजिप्टका अस्पतालहरूमा उपचारका अनुमति दिने गाजाको सीमा एजेन्सीले जनाएको छ। रफाह सीमा क्रसिङ क्षेत्रमा एम्बुलेन्सहरूको लामो लाइन देखिएको छ भने इजिप्टले सबैभन्दा गम्भीर घाइतेलाई ल्याउने बताइएको छ। अक्टोबर 7 देखि गाजामा इजरायली आक्रमण कम्तीमा 8525 प्यालेस्टाइनी मारिएका छन्। इजरायलमा 1400 भन्दा बढी मानिस मारिएका छन्। अन्त्यमा मुख्य समाचार एकपटक फेरि। प्रधानाध्यापक सराफको हत्यामा संलग्न 5 जनालाई सार्वजनिक गरियो। मुख्य योजनाकार पूर्व प्रेमिका राधा गुप्ता। कक्षामा अध्ययनरत छात्रलाई 1 घण्टाका लागि मधेसको शिक्षा मन्त्री बनाइयो। राष्ट्रिय सभाको निर्वाचन माघको दोस्रो हप्तासम्म गर्ने गरी निर्वाचन आयोगको तयारी। गाजाको जबलिया शरणार्थी शिविरमा विस्फोट 50 भन्दा बढीको मृत्यु र प्यालेस्टाइनीको गाजासँग जोडिएको इजिप्ट रफाह सीमा पहिलो पटक खुल्ला गरियो। हस्ता यतिकै पलपल खबर तेज नजर अपन टेलिभिजन। नमस्कार।